चितलाङ मर्खु र मोइनी झरनाको हाम्रो यो हाइकिङ चन्द्रागिरी केबल कारबाट सुरु हुन्छ। माथिको स्टेशन नजिकै चितलाङ जाने बाटो भनेर लेखेको छ। त्यहाँबाट हामी ओह्रालो लाग्यौं। धेरै बाटो ओह्रालो छ, ढुङ्गाले छाएको छ, कुनै कुनै ठाउँमा चाहिँ चिप्लो छ, विशेष गरी यो बर्खाको टाइममा। सो ग्रुपमा एकदम केयरफुल भएर हिँड्नुपर्ने हुन्छ। करिब 1.5 घण्टा हिँडिसकेपछि हामी फाइनल्ली चितलाङमा पुग्यौं। वी डिसाइडेड टु टेक अ ब्रेक एट चितलाङ। त्यहाँ चाहिँ एकदमै धेरै रिजोर्टहरू छ। सो त्यहाँ ब्रेकफास्ट, लन्च त्यहाँ तपाईले गर्न सक्नुहुन्छ। वी ह्याड अ गुड टाइम एट चितलाङ। केही समय हामी त्यताको नासपाती बारीतिर हेर्न गयौं। त्यसपछि त्यहाँको फेमस सापधारा रहेछ, त्यहाँ पनि हामी गयौं। वान अफ द मेजर हाइलाइट अफ चितलाङ इज दिस फार्म। चितलाङको यो भेडा फार्म हेर्दाखेरि एकदमै पिसफुल अनि हरियाली हैन, विशेष गरी यो बर्खाको टाइममा एकदमै राम्रो देखिरहेको थियो। त्यसपछि मर्खुसम्मको हाम्रो यात्रा चाहिँ गाडीमा रह्यो। बाटो एकदमै धुलो थियो, सो वी डिसाइडेड टु टेक अ बस। मर्खु पुगिसकेपछि हामीले त्यहाँको सिनहरू इन्जोय गर्यौं। म चाहिँ यस्तो वाटर बडीहरू देख्ने बित्तिकै एकदमै एक्साइटेड हुन्छु। यदि तपाईहरुलाई पनि मन पर्छ र वाटर एक्टिभिटी गर्न पनि मन पर्छ भने दिस प्लेस इज फर यु। मर्खुबाट नै हामीलाई मोटर बोटमा मोहिनी झरना जाने पारीपट्टिसम्म लगिदिनु भएको थियो र त्यहाँबाट फेरि हामीले आफ्नो हाइकिङ सुरु गर्यौं। 40 मिनट्स पुरै उकालो हिँड्दा गाह्रो त हुन्छ, तर पछाडिको सिन हेर्नुभयो भने यु विल फर्गेट एभ्रिथिङ। हामी फाइनली झरनामा पुग्यौं। झरना एकदमै राम्रो थियो, त्यही भएर होला एकदम क्राउडेड पनि थियो बिदाको दिनमा। यदि तपाईहरुले पनि काठमाडौँ नजिकै आफ्नो फ्यामिली फ्रेन्ड्ससँग यस्तै किसिमको होलसम ट्रिप खोजिरहनु भएको छ भने यो ठाउँहरू पनि पक्कै चेक गर्नु होला है त। गुड डे एभ्रीवान, थ्यांक यू फर वाचिङ।